केटाहरू म फेरि पनि आइसकेको छु एउटा नयाँ भिडियो लिएर एन्ड आई एम रियली सरी गाइज। मैले एउटा आफ्नो टेस्टर ब्याक भिडियो चाहिँ 7 महिना अघि लन्च गर्छु भनेको थिएँ एन्ड नाउ फाइनली यो चाहिँ अहिले आइसकेको छ। यो चाहिँ मेरो 500 स्पेसल टेस्ट ब्याक हुनेवाला छ एन्ड लेट्स गो। र तिमीहरूले देख्न सक्छौ मेरो टेस्ट ब्याक चाहिँ अहिले मैले यस्तो राखेको छु सोकेस चाहिँ। म फर्स्ट अफ अल मेरो ओर्समा चाहिँ केही पनि आउटलाइनहरू गरेको छैन, नयाँ मैले नर्मलै राखेको छु। तिमीहरूले देख्न सक्छौ सबै टाइपको ओरहरूमा हल्का नर्मलै राखेको छु मैले। एन्ड यो देख्न सक्छौ एम्ब्रोइडहरू एन्ड यो चाहिँ हाम्रो आर्मरहरूको चाहिँ नन इन्चेडवाला चाहिँ आइरनभित्र पसेको छ। फेरि यो चाहिँ हाम्रो नन इन्चेडवाला आर्मर चाहिँ हो, जसलाई चाहिँ मैले नर्मल राखेको छु। एन्ड तिमीहरूले देख्न सक्छौ सबै आइरन डायमन्ड देख्न सक्छौ। एन्ड यसमा हेर्न सक्छौ सर्डहरू पनि चाहिँ मैले हल्का सिम्पल राखेको छु। हल्काको चाहिँ मैले हल्का छोटो मात्र राखेको छु। एन्ड पार्टिकल्सहरू पनि अहिले रेड थिममा राखेको छु, किनभने मेरो युट्युबको मेन हुने थिमै रेड रहेको छ, त्यस कारणले यसको चाहिँ मैले रेड राखेको छु। एन्ड नेदरराइट पनि मैले हल्का स्मल राखेको छु, त्यो नर्मल हल्का स्मल छ, तिमीहरूले देख्न सक्छौ आफै। एन्ड यो चाहिँ हाम्रो नर्मल थियो, चाहिँ हाम्रो नर्मल रहेको छ। एन्ड अब हाम्रो अब अर्को यसमतिर देख्छौ तिमीहरूले रेजिस्टरमा चाहिँ हल्का एनिमेटेड गरेको छु मैले। एन्ड डायमन्डमा चाहिँ साइन राखेको छु, त्यसो तिमीहरूले डायमन्ड कस्तो छ पुरा साइन हातमा लेख्दा पनि साइन देखाउँछ। लाइक यो चाहिँ हल्का तिमीहरूले पिबिना सहिले हुन्छ। एन्ड देख्छौ तिमीहरूले क्रसबो पनि हल्का पुरै खतरा टाइपको रहेछ। अनि पार्टिकल्स पनि रेड पार्टिकल छ, देख्छौ मेरो स्किनसँग खतरा मिल्छ यो। एन्ड बोमा चाहिँ हल्का यो अलिक चुचो अड्डी निकाल्दैछु। एन्ड तिमीहरूले फायर गर्दाखेरि रेडमा त्यो एरोको टाइप देखाउँछ। एन्ड कबोय चाहिँ मैले हल्का लाइटर राखेको छु, तिमीहरूले देख्न सक्छौ। यसमा चाहिँ हल्का मैले क्लियर राखेको छु, यो चाहिँ लाइक तिमीहरूले अठाउँदा पनि लिँदा पनि अलिक स्मुथ होस् भनेर। एन्ड देख्न सक्छौ मैले चाहिँ फायर चाहिँ लो राखेको छु, लाइक अब तिमीहरूले आफ्नो स्किनमा चाहिँ फायर देखिन्न। एन्ड देख्न सक्छौ तिमीहरूले अन्डाधरि मैले पुरै राखेको छु क्या, एनिमेट राखेको छु। एन्ड अब काठ भयो, गोल्डन एप्पलको चाहिँ अब लिफ, यो चाहिँ लिफहरू साइन गरिरहेको छ। ओके अब नेक्स्ट हाम्रो काठ पनि छ। अब हाम्रो एक्समा चाहिँ मैले पुरै रेडको ग्लिन्ट छ पुरै हेर्न सक्छौ तिमीहरू। एन्ड यसको अलिक पिभी गर्न सजिलो हुन्छ भनेर फ्रेन्डली फोकस राखेको छु मैले। एन्ड एरो पनि देख्छौ तिमीहरूले, एरो चाहिँ अलिक हेर्दाखेरि नर्मल छ, तर तिमीहरूले बोमा एरो कर्समा लगाएर तान्यो भने यसको चाहिँ पुरै अरू टेक्सचर दिन्छ। एन्ड सिल चाहिँ मैले लो नै राखेको छु, लो सिल राखेको छु, लाइक सजिलो होस् भनेर। एन्ड यो टेक्सचर ब्याक चाहिँ बेडरक र जावा दुईमा चल्छ। ओके त हाम्रो डेस्कमा रहेको छ हाम्रो पिक्याक्स देख्न सक्छौ तिमीहरूले। वाटर बकेटमा चाहिँ हल्का हेर त्यहाँ हल्का एनिमेटेड छ क्या, हल्का त्यो भ्याएको त फ्रेस त छ। एन्ड लाभाहरू देख्न सक्छौ तिमीहरूले। अरू ट्राइडेन्ट चाहिँ देख्न सक्छौ तिमीहरूले, मैले ट्राइडेन्ट चाहिँ अलिक ब्ल्याकमै राखेको छु। एन्ड यसको च्यानलिङ र लोयल्टीको चाहिँ अलिक डिफ्रेन्ट छ, यो चाहिँ थन्डरवाला छ। एन्ड अर्कोमा चाहिँ त्यो बबल्सवाला छ। एन्ड नेक्स्टमा हाम्रो के रहेको छ, हाम्रो नेक्स्टमा रहेको छ ब्लेजरमा हल्का मैले यसमा मैले साइन नै हालेको छु। एन्ड देख्न सक्छौ बोतल तिमीहरूले, यसको चाहिँ मैले पार्टिकल्स अलिक अफ गराएको छु, त्यस्तो विधि ल्याएको थिएन। एन्ड पर्स पनि देख्न सक्छौ सिम्पल छ, लाइक चाहिँ मैले सिम्पल हल्का आफू मोबाइलमा खेल्ने कारणले मैले हल्का सिम्पल राखेको छु। देख्छौ तिमीहरूले कम्पास पनि। एन्ड यो चाहिँ वाटरमेलन भयो, यसमा पनि पुरै साइन रहेको छ। ओके त अब हाम्रो क्रिस्टलमा चाहिँ मैले पुरै क्लियर राखेको छु, क्रिस्टल चाहिँ देख्छौ तिमीहरूले फुल टु फुल क्लियर छ। र म तिमीहरूलाई बुमा गरेर देखाइदिन्छु क्रिस्टल चाहिँ अलिकमा देखाइदिन्छु। एन्ड नेदरराइटमा चाहिँ पनि हल्का त्यो देख्छौ तिमीहरूले एलएलओ ग्लिन छ। एन्ड गोल्डन एप्पल पनि भइहाल्यो, सबैमा रेडी रहेछ। ओके त अब हाम्रो त्यसो तिमीहरू सबै। एन्ड ल्यापिसमा नि सब लाइक मैले सबै ओरमा चाहिँ राखेको छु कि लाइक ग्लिन्ट राखेको छु कि। एन्ड टोटम देख्छौ तिमीहरूले स्मल टोटम रहेको छ, लाइक मेरै स्किन छ अभियसली। एन्ड यो चाहिँ स्मल छ, तिमीहरूले क्रिस्टल बिल खेल्न सक्छौ भने यो चाहिँ लास्ट तिमीहरूलाई हुन्छ। अनि त्यसमा तिमीहरूले अब बल्ल यहाँ चाहिँ इन्साइडवालाको आएको छ। तिमीहरूले नेदरराइटको सर्ट देख्न सक्छौ पुरै पार्टिकल्स अनि पुरै ग्रिन रहेको छ। केही त पार्टिकल्सहरू पनि। एन्ड यदि यसमा चाहिँ अलि मैले के राखेको छु भने यदि तिमीहरूले खुकुरीको यो नेदरराइट सर्टलाई के खुकुरी गर्छौ भने हुन्छ। र तिमीहरूलाई म देखाइदिन्छु क्रिस्टल पहिला। ओके त क्रिस्टल देख्न सक्छौ मैले फुल टु फुल पुरै क्लियर छ। एन्ड त्यसो र तिमीहरूले चाहिँ अब नेदरराइटको जुन सर्ट छ नि त्यो सर्टलाई चाहिँ तिमीहरूले खुकुरी नाम राख्यौ भने ऊ छ। एन्ड यहाँ चाहिँ पानी रहेको छ, पानी चाहिँ पुरै सफा छ, क्लिन वाटर छ।
यदि तिमीहरू कोही भागेर पानीमा आयो भने पुरै सफा क्लिस्टर क्लियर छ। एन्ड नेक्स्टमा हाम्रो के रहेको छ त मैले के भन्दै थिएँ भने तिमीहरूले चाहिँ यति खुकुरीको यो निर्देशकको नाम चाहिँ एन्डमा राखेर खुकुरी राख्छौ भने यसो टेक्सचर चेन्ज हुन्छ दिन्छु म तिमीलाई देखाइदिन्छु। जस्तै तिमीहरूले अब यसको नाम खुकुरी राख्यौ भने यो चेन्ज हुन्छ, बट मेरोमा भएन किनकि मैले यो फेब्रिकमा चाहिँ उ गरेको छैन। यदि मैले गर्न मन लाग्यो भने फेब्रिक डाउन गर, फेब्रिकमा यो रिनेम गर्दाखेरि चाहिँ यही खतरा हाइस उ चाहिँ अब यति छ। अहिले टेक्सचर प्याकमा चाहिँ यति रहेको छ, मैले अरू केही एड गरेको छैन। आई होप तिमीहरूलाई टेक्सचर प्याक मन पऱ्यो र यसको तिमीहरूलाई डाउनलोड लिङ्क चाहिन्छ भने कि तिमीहरूले डिस्क्रिप्सनमा जान सक्छौ या नभए तिमीहरूले कमेन्टमा दिन सक्छौ। बाइ गाइज, पिस आउट।